यो स्काडा भन्दा सुपरभाइजरी कन्ट्रोल डेटा एक्विजिसन भन्छ। यसले मेसिनसँग इन्टरेक्सन गरेर मेसिनलाई त्यसमा भएको डेटाहरू दिने, मेसिन चलाउने, बन्द गर्ने सबै काम यो सेन्सर अटोमेसन गर्ने काम गरेको। यो प्यानलहरू हुन्, यो युसिबी भन्छन्। यो भनेको चाहिँ युनिट कन्ट्रोल प्यानल हो, यो युनिट कन्ट्रोल बोर्ड भन्नु पनि भयो। एक युनिटलाई चलाउन चाहने प्यानल चाहिँ यो हो। दोस्रो युनिटको यहाँ छ यो सिन्क्रोनाइजेसन प्यानल भन्ने त्यो ग्रिडसँगलाई यहाँले बनाउनु त बनायो, प्रोड्युस गरेर बत्ती होइन, बनाइसकेपछि कहाँ जोड्ने त त्यसलाई लोड दिनलाई त चाहियो। त्यो भएर हाम्रो यहाँ विभिन्न सब स्टेसनमा जोडेर गरेर यो त्यो सिङ गर्ने काम गर्छ, दुईजना जोड्ने काम गर्छ। अब बाँकी प्यानलहरू त्यहाँ छन्। अब यो एउटा ब्याट्री प्यानल हो। यहाँ होला जति पनि इलेक्ट्रोनिक्स डिभाइसहरू छन् तिनीहरूलाई ब्याट्री हो, चार्ज गर्ने प्यानल यो चार्ज गर्ने यो यात्री एसीको हो। यात्री एसी भनेर 415 मिटरहरू जहाँ पनि छ 415 यसरी राइटिङदेखि लिएर सबै कुरा यिनीहरू यत्रो यो यिनीहरू के हुन्छ यत्र मेसिनहरू कसरी बनायो होला यो देखाउन न जेडी सर हेर्नु त यो ब्रेकर हो। हजुर यो ब्रेकर हो।